सबैजनालाई वेलकम छ बोर्डरिजमा। मेरो नाम हरिश सिंह बोहरा। आज चाहिँ म चाहिँ लाइफको बारेमा केही भन्छु है। एउटा चाहिँ इम्पोर्टेन्ट छ, यदि कोही हेरिरहेछ भने चाहिँ हेरिदिनु होला है। यो चाहिँ तपाईँलाई पनि थाहा होला, थाहा छ भने अरूलाई पनि सेयर गरिदिनु है। लाइफको बारेमा, वान लाइफ वान चान्स, नेभर रिग्रेट अन यर लाइफ के होइन। कुन दिन को कहाँ कसरी मर्छ थाहा हुँदैन होइन। रिसेन्टली चाहिँ मेरो मामा घरको बजे बित्नु भएको छ होइन, आजको दिनमा भर्खरै होइन। अनि मैले केही कुरा फिल गरेँ कि बजेले भन्नुभएको, त्यो चाहिँ मलाई लाग्यो कि भन्नुपर्छ कसैलाई। कोही चाहिँ गुमराह होइन, म्याट्रिक्समा फसिरह होला होइन। त्यो भएर चाहिँ लाइफलाई चाहिँ सिरियसली लिऊ कि सिरियसली भन्ने बित्तिकै चाहिँ सक्सेसको भूत सवार गरेर बिजनेस पैसा नौ यो छ एक ठाउँमा, तर चाहिँ सिरियसली कसरी भन्ने चाहिँ कन्सियसली लिनु पऱ्यो क्या। प्रायोरिटी थाहा हुनु पऱ्यो क्या। रिलेसनको भ्यालु दिन जान्नु पऱ्यो क्या। फ्यामिली म्याटर्स गर्नु पऱ्यो क्या। फ्रेन्ड्सले पनि म्याटर गर्नु पऱ्यो क्या होइन। भित्रबाट अनि प्रायोरिटिज अब आफ्नो अवस्था के छ, के जरुरी छ त गर्नु, त्यो कुरा गर्नु पऱ्यो क्या। त्योतिर लाग्नु पऱ्यो क्या। रमाइलो त गर्ने नमरिन्जेल रमाइलो हुन्छ क्या, लाग्ने मात्र हो कि यो वान्स दिस यो फेज पास भयो भने छैन, पछि हामी ठुलो हुन्छौँ। ठुलो भएपछि त्यो फेज अनुसारको रमाइलो हुन्छ। यतिखेर भनेको फुल टाइम रमाइलोमा नदेऊ भन्छु होइन। यदि कोही बिट्विन 20 होइन 20देखि चाहिँ 30को बिचमा कोही छ भने चाहिँ यो एजमा चाहिँ धेरै कुरातिर अगाडि बढिसक्नुपर्छ, लाइफलाई सिरियसली लिइसक्नुपर्छ होइन। एउटा मात्र चान्स हो, त्यो चान्स के हो थाहा छ? लाइफ के कुन दिन डेट हुन्छ थाहा छैन क्या। रिग्रेट भनेको चाहिँ मान्छेलाई चाहिँ जिउँदै भित्रबाट डढाउँछ होइन। रिग्रेट चाहिँ कसैलाई नहोस् केही कुराको पनि। म चाहिँ त्यही गर्छु, आफूले चाहिँ ब्लेस दिन्छु सबैलाई होइन। त्यत्रो महात्मा त होइन, जे होस् आफ्नो तर्फबाट चाहिँ ब्लेस त्यही दिन्छु कि गर्न सक्ने काम चाहिँ सबैले गरौँ होइन। आमा बाउको इच्छाहरू पुरा गर्नतिर लागौँ। भित्र एउटा सेटिस्फ्याक्सन दिन्छ, एउटा ऊर्जा आउँछ, एउटा कन्फिडेन्ट आउँछ होइन। अब इक्जाम्पल दिन्छु मेरो होइन। मेरो हजुरआमा बित्नुभयो मामा घरको होइन। म धेरै हुर्किएँ, मलाई थाहा छ, धेरै मेमोरिज होइन। एउटा भन्नुभएको थियो अस्ति नै होइन, लाइफमा प्लेन चाहिँ आकाशमा पनि रेयरली देख्नु भएको थियो, आवाज सुन्नुहुन्थ्यो रेयरली। फर्स्ट टाइम प्लेन चढाइदियो मेरो नातिले भनेर सगरमाथा देखे प्लेनबाट होइन। खुसी हुनुभयो क्या, जिउँदै स्वर्ग देखे जस्तो कुरा गर्नुभयो क्या। उहिलेको मान्छे होइन, फर्स्ट टाइम प्लेन चढ्दा जिन्दगी नै सफल भयो मेरो भन्नुभयो क्या होइन। अनि मैले मम्मीको लागि, ड्याडको लागि, मेरो फ्यामिलीको लागि चाहिँ एउटा बस्ने एउटा घर बनाइदिँदा होइन, मिहिनेत गरेँ, मिहिनेत गरिरहेको छु होइन। प्रायोरिटी हो नि त, फ्यामिली फर्स्ट होइन। वाट म्याटर रियली क्या, त्योतिर लाग होइन। नातिले चाहिँ घर पनि बनाइदियो भनेर खुसी हुनुभएको थियो क्या। यदि म त्यो अवस्थामा हुन्थेन, प्लेन पनि देखाउन सक्थेन होइन, घर पनि बनाउन सक्थेन भने चाहिँ मर्दाखेरि मर्ने मान्छेको भित्र अड्किएर जान्छ क्या त्यो कुराहरू। मर्दाखेरि रिग्रेसन हुन्छ कि मैले देख्न पाएन, उनीहरूले के गर्छ होइन। 2-4वटा इच्छा पुरा गर्न सक्छौ, आफूमाथि विश्वास छ भने गर भन्छु क्या म चाहिँ हुन्छ नि। मलाई त्यही भएर अहिले चाहिँ अलिकता भित्र मन चाहिँ अलिकता चाहिँ क्लाम डाउन छ क्या। केही नभए पनि बजै जानुभन्दा अगाडि चाहिँ केही नभए पनि 1-2 थोकहरू चाहिँ मैले देखाएँ कि देखाउनलाई गरे होइन, किनकि त्यो जरुरी थियो त्यो कुराहरू गर्नु होइन। म त्यही भन्छु होइन। यदि कोही नेपाली हेरिराख्नु भएको छ, नेपाली नै होला होइन, सायद 4 मिनट भइसक्यो। फुल भिडियो त खासै कोहीले हेर्दैन होइन, किनकि सबैसँग टाइम छैन। रिल हेर्नु पऱ्यो नि त, बबाल चिजहरू हेर्नु पऱ्यो रिलमा होइन। लाइफ हो, लाइफलाई सिरियसली लिनुपर्छ होइन। फोकस हो होइन। कसरी फोकस हुने भन्दा सबैलाई थाहा छ, बस लेजिनेस हो होइन। लाइफमा प्रायोरिटी राखौँ, हिँडौँ होइन। मैले चाहिँ भर्खरै फिल गरेर चाहिँ यो कुरा भन्नुपर्छ, राख्नुपर्छ। यदि कसैले नहेऱ्यो भने मलाई खासै फरक पर्दैन, किनकि म कस्तो मान्छे मलाई थाहा छ। मेरो भिडियो अपलोड भइसकेपछि चाहिँ भोलिको दिनमा मेरो फ्यामिली होला, मेरो छोराछोरीहरू होला, नातिहरू होला, हेर्छ, बुझ्छ। मेरो भाइहरूले हेर्ला, मेरो साथीहरूले हेर्ला, सबैले हेर्छ भन्ने मलाई पनि लाग्दैन क्या। हेऱ्यो भने चाहिँ रियली एप्रिसिएट द्याट होइन।
यस्तो कुराहरू सेयर पनि गर्नुपर्छ होइन। लाइफ हो, वान चान्स म्यान, वान चान्स, यु गट ओन्ली वान चान्स, डु अर डाई होइन। डाई त हुनु छ अभियसली, गर्न चाहिँ किन नगरिरहेको, डु त गर्नु पर्यो नि, डु पछि डाई छ, अर्को त कुरै छैन कि, डाई त डाई छ क्या, पछि गएर गर्नु पर्यो क्या। वान लाइफ वान चान्स माइन्ड सेटमा राखौँ है। एन्ड थ्याङ्क यू फर वाचिङ मेरो यो 2 शब्दवाला भिडियोहरू। रियली एप्रिसिएट द टाइम। होप गर्छु कि जसले हेरिरहेछ एक दिन माइन्ड सेट तगडावाला बन्छ, त्यो तगडा माइन्ड सेटले तगडावाला बन्छौ, अनि तिमी बन्यो भने अरू मान्छेको पनि तगडा माइन्ड सेट बनाउँछौ, अनि तगडा तरिकाले अगाडि बढाउँछौ। नेपालमा धेरै कुरा सम्भव छ। जय नेपाल, जय देश, बाई।